गएको वर्ष माननीय अर्थमन्त्रीज्यूले संसदमा भाषण गर्दै गर्दा उहाँले 7.5 अरब रुपैयाँ बिमाका लागि विनियोजन गरिएको छ भनेर भन्नुभयो। उहाँले जुन क्षण 7.5 अरब विनियोजन गरिएको कुरा सार्वजनिकीकरण गर्नुभएको थियो त्यो बेलामा बिमालाई सरकारले तिर्नुपर्ने रकम 16 अरब थियो। गएको वर्षको रकम पनि तिर्न नपुग्ने गरी बिमामा रकम विनियोजन गर्ने हो भने बिमाको हालत यस्तै हुन्छ। अब यो वर्ष गएको 80-81 को बकौता तिर्न बाँकी 13 अरब छ। 81-82 को अनुमान गएको श्रावण महिनाको फेक क्लेम छुट्याउँदा एक महिनामा झन्डै 2 अरब लाग्ने रहेछ। एक महिनामा 2 अरब लाग्दा एक वर्षमा 24 अरब लाग्छ। 81-82 को 24 अरब, 80-81 को 13 अरब, कुल सरकारले तिर्नुपर्ने 37 अरब छ। अर्थ मन्त्रालयले हामीलाई के भनेको छ भने बिमाको सिलिङ 10 अरब भित्र राखेर ल्याउनु होला। अब 10 अरब भित्र बिमाको सिलिङ तोकेर झन्डै 40 अरब व्यवस्थापकीय पक्षमा नि त काम पैसा लाग्छ होला नि, झन्डै 40 अरब चुक्ता हुन सक्छ। त्यसैले अब पूर्व स्वास्थ्य मन्त्री गगन थापाज्यूको समयमा यो ऐन आयो, त्यो बेलामा 4.5 अरब विनियोजन गरियो। अर्को वर्ष पनि 4.5 अरब विनियोजन गरियो, त्यसले पुग्यो। तर तेस्रो वर्षदेखि हरेक वर्ष बकौता थपिएको छ। अझ राज्यले जुन उमेर समूह ज्येष्ठ नागरिकलाई निशुल्क प्रिमियम गरिदिने भनेको छ त्यो पैसा पनि तिरेको छैन। अपाङ्गता भएकाहरूको निशुल्क प्रिमियम तिर्ने भनेर भनेको छ त्यो पैसा पनि तिरेको छैन। स्वास्थ्य स्वयंसेविकाज्यूहरूको निशुल्क प्रिमियम तिर्ने भनेको छ त्यो पनि तिरेको छैन। यो सबैको हिसाब गर्ने हो भने बकौता धेरै बढी छ। मैले राज्यको यथार्थ स्थिति यहाँहरूलाई बताएको, मन्त्री नै भएर यो बताउनु मिल्दैन पनि कतिले भन्नुहुन्छ।